कस्तो रे दिदीले फुल के अरे माला उन्दै हुनुहुन्छ राम्रो पाएन के डुप्लिकेट यत्तिकै मिलाउने हो क्या है गर्दै होइसिन्छ दिदीले आराम होइसिन्छ आज त खास माला बोकेर देउसिरे खेल्न जानुपर्ने हो के है मेरो भदरलाई अलिक ठाडो बस्छ त्यो घोप्टो भए देखिन्न पसिनै पसिना भयो म त एउटा एउटा लाउनु कति लाउनु बाबु एउटा लगाइदिनु एउटा मात्र लाउने ठाडो बना टोपी ल्याएन ठुलोलाई मात्रै ल्याए थ्याङ्क यू निनी भन जिउ गर ल जिउ गर निनीलाई मिठाई कुन खान्छ भन त कुन खान्छ यो अनि आ गर अनि आफैसँग टोक न ल ल आफैसँग ल ह्याप्पी तिहार मेरो धन आर्जन कमाउने मसँग मनपर्ने उखान यहाँ देखाएर खिचेको हुन्छ जम्मा तल राखेको छ कहाँ भित्र किचनमा केही हुन्न अब तिमीलाई त फुल दिने है मैले हुन्छ हुन्छ मैले फोडम न यो ल म त यहाँ अलिअलि म त खरै तिमीलाई राको देनम आमा मामा त्यो कहाँ लायो त्यो फुल अहिले म मिलाउँछु हो त लाउने गरी मान्छेले ल बाँकी भने लाने काका सुखी रहोस् धन्यवाद शत्रु घाट मुनि आउँदै रहेछ लाउँदैछ मलाई त भ्याएर लाउँदैछ बल्ल हुन्छ यो दिनु यो यो सबै यो दिनु यो मैले अर्कै खाएको यो टोपी दाल त गुम मा नाभि निकाल्दा बराबर ल्याउँछ कान्छ म त सानसानो भनेको है आमा छ्यामा फलानी कान्छ भाइ ल दिदीलाई टिका लगा फर्स्ट टाइम है मैले अलिक बानी भयो कि है बान्ने भयो भने केही के हुनु टिका बान्ने नपर्छ राम देख्ने रहेछ तिहारको टिका त अघि है त्यही भएर मलाई तिहार मनपर्छ त्यही भएर मलाई तिहार मनपर्छ मिठाईको डब्बा नि मजा आउँछ ल जय हो दिदीले मात्रै सधैँ हेल्प गरेछ हामीले हेल्प गर्ने दिन छिट्टै आवोस् आओस् अनि अलि भएन लाग्यो अनि दिदी सधैँ निरोगी स्वस्थ निरोगी खुसी अनि समृद्धि त दिदी सधैँ पहिल्यैदेखि हुनुहुन्छ अनि यो लायो लायो अनि होइन कि त्यो उस त्यहाँको उस नै जान्छ नि त सेतो नै गएपछि भयो केही नि हुन्न धन्यवाद दिदी धन्यवाद मेरो भाइ ल मिठाई खिला मिठाई मार्छ खाने अरे मार्छ थोरै खिलाइ खिलाइ खिलाइमा खायो अलिक धेरै भयो क्या त्यो पनि मलाई ल भयो कि भयो ल त बेसरी नागा छिन् त कान्छ सुयोग सुयोग पहिल्यैबाट बोल्छ त मजाक गर्छ त्यहाँ राख